लागेको छ तर खोज्दाखेरि कति अधिकार देखिन भने त्यो संविधान शब्द जाति भरिनु गएको त्यो भनेको राष्ट्रलाई सञ्चालन गर्ने मार्गदर्शक दस्तावेज हो। सबै जाति भाषा वर्ग समुदायको प्रतिनिधित्व भएको अपनको महसुस हुने खालको हुनुपर्दछ। त्यो देखिए माओवादीको जनयुद्धमा हजारौं युवाहरूले साधक प्राप्त गर्यो। 6 दशक लामो समयसम्म धेरै आदिवासी जनजातिको नेतृत्वहरू मरे र उनीहरू के भनेदेखि देश छाड्न बाध्य भए। यी सबैको चाहिँ के भनेदेखि सङ्घर्षको इतिहासको पर्दालाई हेर्ने हो भने हामीले आज केही पनि उपलब्धि प्राप्त गरेका छैनौँ। यो सङ्घीयताको नाममा त्यो जिल्ला विकास समिति जस्तो जिल्ला पञ्चायत जस्तो सङ्घ पाएर के काम छैन। सङ्घ भनेको त के अधिकारको बाँडफाँडको लडाइँ थियो। एउटा गरी खाने र एउटा ठगी खानेको बिचको लडाइँ थियो नि त। ठगी खाने 4.5% बाहुन र 6.5% क्षेत्रीले 250 वर्षदेखि हाम्रो ठाउँठाउँमा खोजेर हाम्रो अधिकार अपहरण गरेर भिखारी र चाहिँ के भनेदेखि शरणार्थीको रूपमा प्रवेश भएको भारतमा प्रवेश भएको 630 वर्ष अगाडिका बाहुन क्षेत्रीले एकलौटी शासन गरी आएको देश हो। आज नेपाललाई जुन दुर्दशामा पुर्याएको छ, जुन अवस्थामा आज हाम्रो अवस्था छ र यो चाहिँ के भने 200 वर्ष अगाडि जर्मनभन्दा हामी माथि थियौँ, चाइना र इन्डियाभन्दा माथि थियौँ समृद्धिको हिसाबले। आज इथियोपियादेखि पनि तलतिर घट्दै गएको अवस्था छ। यो बराबर पाउँछ। उसको योग्यताको प्रदर्शन भएर यस्तो भयो। आफूलाई योग्य ठान्छ, जाली फटाको बाहेक केही कुरा छ। अब यसको भ्रममा परेर हामी के भन्दैछौँ भने उपलब्धिहरू भइसक्यो, केही आंशिक उपलब्धि भएको छ, बाँकी प्राप्त गर्नको लागि संविधान संशोधन हुँदैछ। संविधान संशोधन त्यति सजिलो कुरा हो। संविधान एकपटक बनिसकेपछि संशोधन बहुत कठिन कुरा छ। यो त अहिले धेरै किसिमको दबावले गर्दाखेरि यतिसम्म भयो। यो हाम्रो आन्तरिक राष्ट्रिय आन्दोलन र दबावले मात्र होइन, यो अन्तर्राष्ट्रिय समुदायको दबावले गर्दाखेरि यो चाहिँ कुन जस्तो संविधान सबको चित्त बुझाउँदै गर्दाखेरि ब्राह्मणहरूको शब्दजालको व्याख्याले चिन पनि दङ्ग भयो, युरोपियनले दङ्ग भयो हो जस्तो लाग्यो। इन्डियाले पनि बुझ्यो बाहुनको जात बाहुनले बुझ्छ, उसले यो कुरा भएर कुरा यहाँ छ। सबैले चित्त बुझाएर स्वागत गर्न थालिसक्यो। इन्डियाले स्वागत पनि गरेको छ, अलिकति आफ्नो रिजर्भेसन पनि राखेको छ। यसो भएको हुनाले अहिलेको अवस्थामा हेर्दाखेरि त हाम्रो बारेमा चिन्ता चासो राखेको छ। बाहुनै होइन, बुझ्ने बाहुन रहेछ। नेपाली बाहुनले त हाम्रो अध्ययन गरे इन्डियन बाहुनले यसो बोलेको जस्तो गर्छ। चार्जेल के हो थाहा छैन मलाई। चार्जेल त त्यहाँ पनि छैन, के को लागि भन्दैछु। त्यसकारण अहिले हामीले साँच्चै नै यो अधिकार सम्पन्न स्वायत्त कानुन प्रदेश प्राप्ति गर्ने हो र समानुपातिक समावेशी लोकतन्त्र स्थापित गर्ने हो र अहिलेसम्म गरेका सङ्घर्षको क्रममा परिणाम भएका ती शहीदहरूको सपना साकार पार्ने हो भने तामाङ मात्रै होइन, सम्पूर्ण आदिवासी जनजाति एक ढिक्का भएर युवा वर्गको सामूहिक नेतृत्वमा आन्दोलनको विकल्प छैन। त्यो जोड घटाउको कुरा गरेर हात उठाएर हुन्छ र हुँदैन भन्ने हिसाबले अब त्यो संविधानमा संशोधन हुन्छ। उहाँको 60-65 दबाबले त्यो बाहुन टेर्नेवालै छ। म त 40 मर्दाखेरि उनीहरूले केही जस्तो लागेको हाँसेर बसिरहेको छ, चिया पिया अट्टा मारिरहेको छ। अर्को विचारहरूलाई वार्ताको लागि बोलाउँछ, अनि वार्तामा बोलाएर यसो गोल मेजमा राखेर चिया पिएर अरू गफ गरिरहेको छ। थारूतिर फर्किँदै फर्किँदै यसको मतलब तिमीहरू केही पनि होइन, यसो दुनियाँलाई देखाउनको लागि वार्तामा बोलाएको, तिमीहरू वार्ता गर्नै छैन भन्ने सन्देश दिन्छ। त्यसकारण हामीले चाहिँ नि यदि आन्दोलन गर्ने हो भने सशक्त रूपले गर्नु पर्यो। यो आन्दोलन अलिकति लामै हुन्छ र पूर्णकालिक नेता पनि चाहियो, कार्यकर्ता पनि चाहियो, स्वयंसेवक पनि चाहियो। सबै तामाङलाई अन्य आदिवासी जनजातिलाई जोडेर आन्दोलन गर्नुपर्छ। तामाङ र नेवारले यसको नेतृत्व दिनु।
तामाङ र नेवार मिल्यो भने बाहुनको घाँटी निचोडिन्छ। अब यो राईलिङमा उफ्रिनु भनेको, मगरपुरमा उफ्रिनु, थारू उफ्रिनु भनेको, मधेसी उफ्रिनु भनेको हात खुट्टा अम्लाहरूमा अलिअलि चोट लाग्ला, यो केही फरक पर्दैन। तर घाँटी निमोड्ने ठाउँमा छ तामाङ र नेवार। र तामाङले मात्रै उफ्रेर यहाँ के हुनेवाला छ भने फेरि यहाँ तामाङ आन्दोलनमा आउनु पऱ्यो काठमाडौँ भने फेरि नेवारको पिठे खाने डर हुन्छ। किनभने उनीहरूको दोकान चल्दैन, उनीहरू उचाल्दिन्छ हाम्रो विरुद्ध। त्यसो भएको हुनाले यो तामाङ र नेवारलाई एक ठिक्का बनाउने र तामाङ र नेवार मिल्यो भने धेरै पनि चाहिँदैन। 3 महिना निरन्तर आन्दोलन गर्यो भने सबै कुरा प्राप्त हुन्छ। 3 महिना। र 3 महिनाको लागि हामी तयार छौँ कि छैन भन्दाखेरि हामी त यसो 3 घन्टामा उपलब्धि गर्छौँ, सम्भवै छैन। त्यसले गर्दाखेरि मेरो सल्लाह सुझाव चाहिँ के हो भने यहाँहरूलाई पार्टीभन्दा माथि उठौँ र धर्म र संस्कृति र समुदायभन्दा माथि उठौँ। समग्र राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको लागि र राष्ट्रिय एकताको लागि सबै आदिवासी जनजाति दलितहरूले अधिकार पाउनुपर्दछ। यो अधिकारलाई सुनिश्चित गर्नको लागि यो संविधानमा धोका भयो। यो धोका भएको संविधानलाई हामीले त्यसको विरुद्धमा र सशक्त आन्दोलन गर्नुपर्दछ। यो आन्दोलन हामी त्यस्तो नेताको नेतृत्वमा हो भनेदेखि यो फल्ना पार्टीको चिना पार्टीको भन्छ, यो भएको त्यो भएको भन्छ, सबै कुरा अब त्यो धेरै कुराहरू आउँछ बाहुनहरूबाट। बाहुनले जे सिकायो हाम्रो मान्छेले त्यही बोल्नु थालिहाल्छ। तपाईँलाई थाहै छ गोरेबालुले एक टिका लगाएको त्यो गोरेबाल सधैँको लागि बाहुन भन्छ। यो अझै बनाएको होइन, के अरे मगरले भयो। यसो भएको हुनाले यो हाम्रो समुदायको के कमजोरी छ भन्दाखेरि हामी काङ्ग्रेस भएपछि काङ्ग्रेससँग बोल्नु हुँदैन, एमाले भएपछि एमालेसँग बोल्नु हुँदैन, माओवादी भएपछि माओवादीसँग बोल्नु हुँदैन। र यो कुनै पार्टीमा नलागेको मान्छे मान्छे नै हो। यो भयो भने कहाँबाट समस्या हुन्छ? यसो हुनाले मेरो सुझाव के हो भन्दाखेरि अलिकति बौद्धिक पनि हो र पुरा आत्मादेखि नै मनैदेखि म तामाङ शालिग प्राप्तिको लागि, स्वायत्त तामाङ शालिग प्रदेशको लागि र समानुपातिक समावेशी लोकतन्त्रको लागि र सबै खालको विभेदहरू अन्त गर्नको लागि, सबै खालको जडिकिन अन्याय थिचोमिचोको विरुद्धमा म लड्छु भनेर पुरा प्रतिबद्धताका साथ सङ्कल्पको साथ आउने युवाहरूको समूह बनाउने, त्यो समूहलाई हामी सबैले सघाउने र त्यो मुद्दाको बेसमा हुनुपर्छ। सिद्धान्तको बेसमा भयो भने सिद्धान्त अलग अलग छ, विचार दृष्टिकोण अलग अलग छ र यो तामाङ शालिग प्राप्तिको स्वायत्त तामाङ शालिग प्राप्तिको लागि र समानुपातिक समावेशी लोकतन्त्रको प्राप्तिको लागि र यो विभेद अन्तको लागि भनेर त्यो मुद्दा बेसमा एउटा सङ्घर्ष समितिमा यो सङ्घर्ष समितिमा सामूहिक एउटा नेतृत्व चयन गरौँ र त्यो नेतृत्वलाई पनि हामीले दायाँ बायाँ सबैबाट हेरौँ। किनभने जब जब आन्दोलन उठ्छ व्यक्तित्वहरू चाहिँ भन्न थाल्छ, चारैतिरबाट हाते दुलो लाग्न थाल्छ। हाम्रो कमजोरी के छ भने हामी धेरै वर्षदेखि अभावमा जिएका छौँ र सुन्दर सपना दियो र केही अवसरबाट आयो भने हामी छोडिदिइहाल्छौँ। यो नहोस् भनेर हामीले अलिकति त्यो सङ्घर्षमा लागेको नेतृत्वको पनि पछाडि लाग्नुपर्दछ, देशी विदेशीको खेल पनि बुझ्नुपर्दछ। अहिले एउटा चाहिँ अवसर आएको छ, यो अवसर अन्तिम हुनसक्छ। मधेसीले आन्दोलन भिसाएको छैन, थारूले आन्दोलन भिसाएको छैन, लिम्बूले आन्दोलन भिसाएको छैन र छिमेकी इन्डियाले चित्त बुझाएको छैन। यस्तो बेलामा हामीले आन्दोलनलाई सशक्त ढङ्गले लग्यौँ भनेदेखि हाम्रो मुद्दा सम्बोधन हुन्छ भन्ने मलाई लागेको छ। धन्यवाद।